सो हेलो साथीहरू, फेरि पनि नयाँ भिडियोमा हजुरहरूको सामु आएको छु है। यो चाहिँ बर्थडेको भिडियो हो अनि आज चाहिँ हामी बर्थडेको लागि चाहिँ बिहान म र कपिल चाहिँ जाँदै थियौँ अनि यो चाहिँ बिहानको बर्थडे हो नि त। अन्त उसको बर्थडे सेलिब्रेसनको लागि चाहिँ उयो गर्दै थियौँ नि त। अन्त हामीले चाहिँ सानोतिनो यसो घरकै फ्यामिलीहरू मात्रै बसेर गर्ने उयो भएको थियो अनि सानो केक ल्याइदिएको थिएँ है। अनि उसको बर्थडेमा चाहिँ अनि हामीले चाहिँ उसलाई चाहिँ सरप्राइज अन्त यसरी आँखा थुनेर चाहिँ बहिनी मेरो छोरीहरूले चाहिँ आँखा थुनेर चाहिँ दाजुलाई लिएर आए अनि हामीले चाहिँ ह्याप्पी बर्थडे टु यु बिहान भनेर चाहिँ गऱ्यौँ। उसलाई चाहिँ सरप्राइज भयो है। ऊ चाहिँ अन्त उसलाई चाहिँ सरप्राइज दिएको नि त हामीले। अनि त्यस बादमा चाहिँ उसलाई हामीले केक काट्यौँ है। अनि क्यान्डल नबाली काट्नु आँटेको थियो उसले अनि मैले चाहिँ क्यान्डल बाल्नुपर्छ क्यान्डल फुक्नुपर्छ भनेर चाहिँ भने। अनि त्यसको बादमा चाहिँ क्यान्डल बालेर क्यान्डल फुक्यो अनि हामीले चाहिँ क्ल्यापहरू गरेर नानीहरूलाई यसो उयो गर्दै बर्थडेको केक काट्यो। अनि मेरो भाइ पनि आएको छ नि त बर्थडेमा। अनि मेरो भाइ पनि आएको छ अन्त ऊ छोरी बहिनीहरू खुसी छ दाजुको बर्थडेमा है। अनि बिहानको बर्थडे मलाई खुवाउँदै थियो अनि मैले चाहिँ होइन आमा र बाबालाई खुवाऊ पहिला, ठुलो आमा र ठुलो आमा बाबालाई खुवाऊ भनेर भने। अनि उहाँहरूलाई खुवायो अनि त्यसको बादमा चाहिँ मलाई पनि खुवायो। तर मलाई खुवाएको चाहिँ मैले भिडियो गर्नु पाइनँ साथीहरू है। अनि हाम्रो बिहानको सानोतिनो बर्थडे यस्तै भयो है। के गर्नु अब नानीहरूको मनको खुसीको लागि है गर्नै पर्छ। अनि यो चाहिँ अब रिमेम्बर हुन्छ नि त पछिसम्म भनेर चाहिँ मैले यसो क्लिपहरू एडिटहरू गरेर राखिराखेको। अनि मेरो भाइ नानीहरू सबैजना भएर चाहिँ खाँदैछ है। यति अब नानीहरू चाहिँ यति मात्रै थियो नि त। अन्त सानो त अब है बेसी ठुलो गरेको होइन। अनि बर्थडे बोयलाई चाहिँ मैले जिस गर्दै थिएँ बर्थडे बोय हो अनि चाहिँ मेरो भाइ हो गेस्ट हो भनेर जिस गर्दै थिएँ। अनि यिनीहरू चाहिँ मेरो छोरीहरू है। अनि जिस्काउँदै थिएँ अनि है हामी म पनि अन्त खानु पऱ्यो भनेर चाहिँ लागेँ। थ्याङ्क यू फर वाचिङ है। नेक्स्ट भिडियोमा भेट्छु हजुरहरूसँग है। धेरै माया साथ सपोर्ट गर्नुहुँदैछ। यति धेरै माया साथ सपोर्ट गर्नु होला है। आमाले चाहिँ यहाँ पस्किनु हुँदैछ नि त।